पशु हुनुपर्ने कथा सुरु गर्नु अघि गरिने स्तुति भन्न गइरहेको छु म। श्री गणेशाय नमः, श्री सरस्वती नमः, श्री स्वस्थानी परमेश्वरी नमः। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत यो देऊ न मलाई पनि। यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुम वेत्ति दिव्यैस्तवै वेदै साङ्गपदकमुपनिषदै स्तुवन्ति विद्यै के भन्छ यसले? यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुतस्तुम्बन्ति दिव्यैस्तवै वेदै साङ्गपदकमुपनि गायन्ति न या सामगाथ्यानवस्थित तद्गतमने तद्गतेन मनसा पश्यन्ति या योगिनी यस्या बिन्दुसुरासुरगणाय देवाय तस्मै नमः। श्रीमानचन्दन चर्चित परमानन्द माधवम नमो भगवते तस्मै व्यासाय वितते जसै यसे प्रसाद बक्ष्यामि महादेव कथा मीनाम मीमान नारायण नरम चैव नरोत्तमं नरो नारायण नमस्कृत्य नरम चैव नरोत्तमं देवी सरस्वती व्यास ततो जय मुदिरयत् साष्टांग नमन कृत्वा सरस्वती श्री स्वस्थानी परमेश्वरी कथा सुदोपमा देव्यै श्रुत्वा आविष्टफला लाभते। ओम श्री स्वस्थानी परमेश्वरी नमः। पुष्पाञ्जलि समर्पयामि। जय जय श्री स्वस्थानी माता की साम्ब सदा शिव शंकर शंभो। के गरेछ बाबु? यही त हो मोमेन्ट भनेकै। दिस इज वाट वी कल इट लाइफ। पञ्चमो अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ। मेरो पनि खिच्दैछ न। हिजो त टाउको मात्रै आएछ, टाउको नै आएन। कन्यादान गरी सबैलाई ज्वाइँ बनाए आनन्दले रहे। हे अगस्त्य मुनि सती देवीलाई श्री महादेवले विवाह गर्नुभएको कुरा बताइसके। अब के सुन्ने इच्छा छ यस प्रकार कुमारजीले आज्ञा गरेपछि अगस्त्य मुनि बिन्ती गर्नुहुन्छ। हे कुमारजी, त्रिपुरासुरले कस्तो तपस्या गर्यो, श्री महादेवले त्यसलाई कसरी भस्म गर्नुभयो, मलाई यो सबै आज्ञा गर्नुहोस्। कुमारजी आज्ञा गर्नुहुन्छ। हे मुनिवर, अब विष्णुले हिरण्याक्ष नै हो दाइ हो कि भाइ भन्नुभयो तब सम्पूर्ण मार्नुभयो। तब सम्पूर्ण दानवहरू निकै दुखी भएर चिन्ता गर्न लागे। त्यस बेला मय नाम गरेको एउटा दैत्यले मनमा अति चिन्ता गरी विचार गर्न लाग्यो। जसरी कामदेव नहुँदा रति थिइनन्, त्यसै गरी त्यो दैत्यको राजमय पनि ठुलो चिन्ताले आफ्ना सहयोगीहरू ताराकक्ष विधुन माली र कमलाक्ष नाम गरेको दैत्यहरूलाई साथमा लिए घोर तपस्या गर्न लागे। माया भयो दिदी एकछिन के मेरो खिच्दै बाबु, म त दिउँसभरि कसरी खिच्दै नि त्यस्तो लाग्छ। मय लगायत
तीनैजना दैत्य पौष माघको जाडोमा हिमालय गए तपस्या गरे। उनीहरू पानीमा भिजेर तपस्या गरे। वैशाख जेठका घाममा पञ्चागिन तापेर पनि तपस्या गरे। कस्तो लय नमिलेको भन्नु त अलिकति मम्मी लय। वर्षाकालमा बिना छानो चारै चौरमा बसेर पनि तपस्या गरे। त्यस्तै तरहले तपस्या गर्दै गर्दा दिव्य 10,000 वर्ष बित्यो। ती दैत्यको शरीरमा मासु सकिएर केवल छाला र हाड मात्र बाँकी रह्यो। तिनीहरूको त्यो तपस्या देखेर ब्रह्माजी खुसी हुँदै दर्शन दिनुभयो र आज्ञा गर्नुभयो, हे दैत्यमा श्रेष्ठ भएको दानवीरहरू हो, म तिमीहरूको तपस्या देखि अत्यन्त खुसी भए। तिमीहरूका मनमा के इच्छा त सो वर माग, जे इच्छा छ सो वर माग, म दिन्छु। ब्रह्माजीले यति भनेपछि ती 3 दानवहरूले ब्रह्माजीलाई साष्टाङ्ग दण्डवत गरी हात जोड्दै बिन्ती गरे, हे ब्रह्माजी, हजुर यदि हामीदेखि प्रसन्न हुनुहुन्छ भने हामीलाई अवधेत्व वरदान दिनुहोस्, अर्थात् हामीले मर्नु नपरोस्, हाम्रो बल पराक्रम पनि ठुलो होस्। फेरि हामीहरू विमान समान सुन्दर 3वटा पुर सहर बनाउनेछौँ। त्यसमा मनुष्यहरूको गति नहोस्, त्यस्ता प्रकारसँग हाम्रो मृत्यु नहोस्। हामी ठुलो बलवान पराक्रमी हौँ, हामीलाई त्यो वर प्रदान गर्नुहोस्। यस्तो तरहले आदि दैत्यले वरदान मागेको सुनि ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे दानव श्रेष्ठ, त्यस्तो अवध्य वरदान त म दिन सक्दिनँ। मृत्युको अवकाश राखी अर्को वरदान माग। माग, त्यस्तो वरदान मात्र दिन्छु। त्यसमा अन्यथा नमान। यस्ता तरहले ब्रह्माजीको वचन सुनि मय दैत्यले भन्यो, हे प्रभु, मैले बिन्ती गरे जति कुरा सबै पाऊँ। ती मैले बनाएको पुरहरू तीनैवटा एकै ठाउँमा रहने छैनन्। जब पूर्ण 10,000 वर्ष बित्ला तब ती